पिछाडी जान भन्छु पिछाडी जा रिङ्गल गाइस सबै रेडी भयो ल 1 2 3 गो हेलो गाइस आज चाहिँ अरिङ्गल माउ बच्चा मात्रै खोस्टा लाउनु यो निस्क्यो फुल चाका निकाल न खतरा हुन्छ बिस्तारै है सट्टा सट्टा बिस्तारै रेट न उच्चा बढ्छ ल यस यस माउ फाल्टो बिस्तारै बिस्तारै फाल्टो पकाउनु खाल्टो गतिस माथि काट्नु बिस्तारै त्यसमा कति छ यस यता नि राख्दियो लाई पनि बिस्तारै यता ल्याउ न हातमा अब यता देखि ल्याउ अनि भिडियोमा पोस्ट कसरी गर्नु त्यस्तो त नबोल हैन अन्तिममा मा छैन त्यति ल झर्यो है यो त नि अड्दैन रहेछ ल अन्तिमको मान्छे चाहिँ मार्दै हाल्नु पर्छ है अरिङ्गल गाइस नबी नबाकी मासु दिन जान देख्नु भयो अरिङ्गल त मैले फेरि भान्से चाहिँ त दाजु कस्तो लागिरहेछ भन्नु त एकदम दामी मिठो भइरहेछ अर्ग्यानिक चिज हो हाम्रो गाउँको एकदम मिठो अरिङ्गल हो यो सिजनको लास्ट हो पनि आज खाइयो भने त रमाइलो भयो रे होइन एकदम दामी भइरहेछ टक्कै हामीले आइसक्रिमसँग खाइरहेछौँ है गाइस एकदम इनर्जेटिक चिज हो एकदम